नमस्कार। आज पनि कक्षा 9 को नेपाली पाठ्यपुस्तकमा समावेश भरतराज पन्तद्वारा लिखित शिखरिणी छन्दको कवितालाई आवाज दिने प्रयास गरिरहेकी छु। कस्तो लाग्छ जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला। बिहा हो यो पक्का जलद बिजुलीको गगनमा, जुरेको यो राम्रो ग्रह गति असारे लगनमा, बजेका हुन् झ्याली झिम झिम गरी बाँसहरूमा, हरियो दोसल्ला भिरी नगपुरे तै छ विधिमा, मयूरीको बोली श्रुति पथ हुँदा पद्धति भयो, हवाले हल्लेको वन जति सबै मण्डप भयो, थिए शैल श्रेणी उपर कदलीका दल पनि, भए शोभादायी रुचि र चँदुवा नै सरी बनी, भइन् पृथ्वी तन्ना चतुर छ गलैचा मखमली, दुलाहाको रातो झलल पगरी भो हिमचुली, बकुल्लाका ताती तरल गतिले जनभमा, उडे जन्ती जस्तै रस बस बढाएर मनमा, सारे घुम्ती हुन् चम चम निसाका जुनकिरी, भए तीन्द्रेणी बसन बहुरङ्गी फिरी फिरी, भयो रातो खास्टो कवि किरणले पश्चिम गिरी, निसाको त्यो कालो तम पटल भो नील कबरी। आजलाई यति नै, धन्यवाद।